छु 7:45 मा लिनुहुन्छ भर्खर उठेको ढिलो भयो म ब्रस गरेर रेडी भएर निस्किहाल्छु रेडी हुन थाल्दा हुन्छ फेरि तिनीहरूले छोडेर चाहिँ छोरा गयो नि रिफन्ड छैन भनेको छ टाइममा बस्नु भनेको छ फेरि फोन पनि गर्दैन पो त यिनीहरूले रेडी फिफी आइल्यान्ड उयो गर्नलाई कि 7:30 बजी रेडी भएर बस्नु भन्छ ब्याग पनि मेरो सानो भएकोले गर्दा चाहिँ अब आई हेभ टु क्यारी एक्स्ट्रा ब्याग नि कि हो अब आइल्यान्डमा चाहिँ के चाहिन्छ उनीहरूले लेखेको दिएको छ त्यही हेर्दै चाहिँ जानुपर्छ हेर्दै गरौँ कस्तो आइल्यान्ड चाहिँ किन मैले बहुत सुनेको फिफी कराबी आइल्यान्ड चाहिँ दामी कहना प्यारे सुट भएको चाहिँ फिफी आइल्यान्डमा हो अब हेर्दै जाउँ कस्तो हुन्छ रहेछ एक्सपिरियन्स किनभने फोटो खिचेर भिडियो गर्ने चाहिँ मान्छेहरू कम्ती छ राफी गर्नुपर्छ कतिको हुन्छ के हुन्छ म अपडेट गर्दै गर्छु ठिकेर पर्खी बनाएको छु भिडियो अब गाडीलाई पर्खिरहेको छु उनीहरू चाहिँ एक एकवटा होटल जाँदै कलेक्ट गर्दै गर्दै मान्छे लाँदै जाँदो रहेछ कति घुमाउने हो पनि The boat stop in front. You can stand up for take a picture and take a video. At the Viking Cave, we cannot go inside there because Viking Cave closed long time ago. 42. At the Maya Beach, 45 to 50 minutes for you. Enjoy your time. When we are finished the Maya Beach already. गरम चाहिँ यति डरलाग्दो गरम छ आइल्यान्ड हो माया बे भन्ने
बोटहरू रोक्दा चाहिँ पुरा बेसी हल्लिन्छ, त्यसले गर्दा चाहिँ अलिकति मोसन सिकनेस भएको जस्तो भइरहेछ मलाई चाहिँ अलिकति। कहाँ पनि जाँदैन अब यहाँ एकछिन रिल्याक्स भएर ढल्किन्छु त। अलिकति खोलाको त्यो स्पिड बोटमा चाहिँ त्यस्तो केही फिल हुँदैन, तर यस्तो के भन्छ अब त्यो स्लो बोट हुन्छ त्यसको वेभ चाहिँ पुरा फिल हुन्छ कि त्यति बेला चाहिँ आम्मा टाउको दुख्छ हो, नत्र चाहिँ त्यस्तो टाउको दुख्दैन। अहिले चाहिँ 2-3 जग्गा पुरै रोक्यो, त्यो वेभ चाहिँ यति डरलाग्दो हल्दैन, मलाई चाहिँ एकदमै टाउको दुख्छ। यो चाहिँ नानालाई पनि हुन्छ, अब मलाई चाहिँ भयो मतलब अब घर जान्छु पनि भन्नुभएको छैन हो, आफ्टरको डल्लै तिरेको छ, भर्खर 2टा बिच मात्रै कम्प्लिट गरेछ, अझै कतिवटा देखाउँछ यिनीहरूले हो। एकछिन बसेर थुप्रो लाग्यो, बसेर बस्नु छ अरे 2:15मा चाहिँ यहाँ आइपुग्नु भन्दैछ। अब हिँड्दै जाउँ कसो के छ। यहाँनिर चाहिँ थुप्रै के भन्छ गङ्गाटा पुरा देख्यो र समुद्रको बिचमा। Aqui a nossa guia. चाहिँ खुट्टा भाँची पनि आउनु परिरहेछ। हिँडिरहेको छ। मेरो बोटको चाहिँ सबैजना किनेको छ। यतापट्टि हेऱ्यो फोटो मात्रै अर्कै खालको रहेछ होइन। Hi, she's from Vietnam, so she's also a solo traveler. So we are helping each other to click pictures. Oh, yeah. Are you making a vlog? Yeah. Come to Vietnam. Yeah. Next trip for sure. Next trip. Yeah. Okay, so bye. Wow. डल्लै भिज्यो। यहाँनिर रहेछ मलाई चाहिँ बाँदरहरू एकदमै मन पर्दैन। के चाहिँ खानु फिट पनि नगर्नु भन्छ। मैले यस्तो छु कि जुत्ता किनिरहेको छु यहाँ फोटोमा लगाउनु समुद्रमा लगाउनु, तर पनि म नलगाइ आइरहेको छु। पानीले चाहिँ यस्तो चिल्लाउँछ उहाँहरू चाहिँ मसँग आएकोहरू बाँदरले टोकेको चाहिँ फेरि कस्तो कस्तो भएर बसिरहेको खुट्टा काटिन्छ भनेर यस्तो खुट्टा किनेको थियो, तर म
देखिरहेको छु तर भिक्स लगाइरहेको छु भिक्स चाहिँ मैले कन्टिन्यू बोक्छु नै यहाँ चाहिँ लाउनु दिँदैन रहेछ फ्रेन्डली भयो तर मलाई चाहिँ मन पर्दैन उनीहरूको नानीले छुयो भने खेल्यो भने नानी चाहिँ सिधै छ तर उयोहरू त्यो जसको प्याकेज हो उनीहरूले चाहिँ फोटो खिच्दै जान्छ नि त मेरो नाम चाहिँ म्याडम एलन प्लिज भनिहाल्छु मलाई हो सोलो भनेर म्याडम एलन प्लिज भनिहाल्छु अब चाहिँ एकछिन स्विमिङ गर्नु गइरहेको छु फोन चाहिँ मैले मेरो प्लास्टिक ब्यागमा हालिरहेको छु आई होप पानी चाहिँ पस्दैन होला के पनि भयो भने फोटो खिच्ने नि कोही छैन एउटा प्यान्ट र यो चाहिँ यहाँ खिच्नु सजिलो त्यसै भयो किनेको नकिनेको एउटै भयो लगाएको छैन प्यान्ट चाहिँ त्यहाँ राख्नु पऱ्यो कस्तो बिग्रेको उसै बिग्रेको माछाहरू खाएर बस्ने अन्डा पानी छ बस्ने अब यो सक्यो 4:30 बजी अब मान्छेहरू आउनु थाल्दैछ बोट गरेर फेरि ब्यागको सिटी हुन्छ त्यहाँदेखि सिटी गरेर चाहिँ म अझै पुग्नु 6:30 लाग्छ होला किनभने त्यहाँ मेन पोकेट मेन मार्केटमा हो त्यहाँदेखि त्यहाँबाट फेरि उता जान्छ त्यसको बाद चाहिँ म मसाज जान्छु त्यहाँको भोलिको दिन चाहिँ सिटी हुन्छ हामीहरू सबैलाई खुट्टाहरू गइदिँदैछ माटो चाहिँ किन लानु दिँदैन बोटमा म चाहिँ लास्टमा चढ्छु यो स्लो निस्केर गाडीमा जाँदैछु होटेलको तरफ आज चाहिँ मजा आयो तर के मन पर्न भने चाहिँ बोटले यताउति कहाँ पनि राम्रो इन्जोय गर्नु पाएन क्या रोकेर एकछिन चाहिँ हामीलाई पनि टाइम लाग्छ नि त मेरो जग्गामा जामिनु 45 मिनट्स 1 आवर रोक्छ न यता न उता हुने क्या अर्को बिचतिर तब ठिकै छ रुमबाट नुहाइधुवाइ गरेर नि आइल्यान्ड घुमिहालेँ ती आइल्यान्डहरू सबै चाहिँ जग्गा डिनर खानु सिकेको थियो बडी मसाज पनि गऱ्यो डिनर पनि खाएँ फ्रुट सलाद खाएँ अहिले चाहिँ अन्त अब चाहिँ ब्याक टु होटेल रुम जाने अब चाहिँ रेस्ट गर्ने भोलि चाहिँ अन्त ब्याङ्ककको फ्लाइट छ पुकेटबाट भिडियो एडिट गरेर अन्त अपलोड गर्छु